नमस्ते सबैहरूलाई। म र मेरो वाइफ आज हामी नेपाल जाँदैछु। मेरो बहिनी रेखाको हस्बेन्ड यानी हाम्रो ज्वाइँ पर्छ। उनको भोलि 14 दिनको काम छ। अहिले हामी भर्खरै नक्सल हाम्रो टोल गेट नक्सलबारी पुगेछु। अब 3 घण्टा पछि हामी लक्ष्मी मार्ग पुग्छु। तपाईँ सबैसँग निवेदन छ कि यो हाम्रो काम राम्रोसित होस्। भोलि हामी फर्किन्छु 14 दिन काम पछि।
टोपी सँगै फुटमा हाल्दा नि लगाइदिनुहुन्छ कान्छ के गरेको भन्दा अहिलेसम्म टिका लगायौँ अब यो हामीले खाएको थिएन होइन खाँदैन कि भनेर चाहिँ यो दाजुहरू टिका दिनु भने नि त्यो टिका छ नि त्यो टिका ट्याक्कै सम्झेर टिका लगाइदिनुहोस् लगाइदिनुहोस् त्यतैबाट हाल्नुहोस् त्यतैबाट खुवाउनुहोस् ल अलिक टिका लगाइदिन्थ्यो अनि त्यतैबाट खुवाइदिनुहोस् न हो त्यो त्यतैबाट खुवाइदिनुहोस् त्यो खुवाउनुहोस् त्यो घिउ लागेकोपट्टिबाट खुवाउनु न पाउँदैन मामा हजुर पाउँदैन पाउँदैन उहाँलाई दिनु त्यही घिउ लाग्नु पढे किन पढेर
अब यो छ नि सन्धि काट्ने सन्धि हुन्छ पगान सन्धि सन्धि हुन्छ उता बसिराख्नु टाढामा जाने फेरि अरू छ जो अब यो चाहिँ अहिलेसम्म हामीले गरेको चाहिँ पहिलो सुरुवातमा उहाँले प्युरी दिनुभएको थियो मऱ्यो है हामीसँग छैन है भनेर दिनुभयो अनि अहिले पछाडि चाहिँ काम पार्न सकिसकेपछि चाहिँ अब यहाँ यो घरको कुल सिमे भूमि देवी देउता सबैलाई चाहिँ भनेर धुप हालिदिनु भयो उहाँले होइन कुटुम्बले ल्याएर गरिदिनु भयो अनि अहिलेसम्म केही खानु भएन कि अब यो चाहिँ हामीले जाडो सिकेको राख्यौँ अब त्यो त गरेको जेसम्म केही सम्झ्यौँ हामीले यो पनि खाएन होला कि बा बिर्सिन्छ कि हामी त यो त मर्दा पर्दा पनि चाहिन्छ भन्ने हिसाबले चाहिँ सबै खुवाएको उहाँलाई अब खानेकुरो पनि पुग्यो है भन्न खोजेको टिका लगाइदिएको पनि भोलि हामी चिसो भएर बसिरहेको टिका लाउँदैन भन्छ कि भनेर चाहिँ टिका लगाइदियो अब अनि यसरी तपाईँहरूलाई सबै कुरो गरिसकेपछि तपाईँहरूको जुठो फुक्यो अब तपाईँहरू सबै कुरो गर्न पाउनुहुन्छ सरिक हुन पाउनुहुन्छ भनेर चाहिँ कुटुम्बले आएर गरिसकेपछि तपाईँले कुटुम्बलाई फेरि धन्यवाद तपाईँले हामीलाई चाहिँ सुकुरी खोलिदिनु भयो तपाईँ पनि खानुहोस् है भनेर चाहिँ खुसीले तपाईँले पनि फेरि उहाँलाई लगाइदिएर खान्ने भयो है यो चाहिँ हामीले गरिसक्यौँ अब यही चाहिँ तर अब चाहिँ हाम्रो रेखाको माउलीहरू हुनुहुन्छ बुढो माउली कुकुरलाई बोलाउनु भएको छ होइन बुढो माउली हुनुहुन्छ नि पहिले बुढो माउली आइदिनुहोस् बुढो माउली हुनुहुन्न नि माउली आइदिनुहोस् माउली आइसकेपछि माइती आइदिनुहोस् के होला घिउ घिउ ल्याइदिनुपर्छ त टोटल ए यहाँ छ अरे हेर्नु त हो त्यहाँभित्र हेर्नु नि पहिला टकटकाउनु न तपाईँ हाम्रो बर्सिङ में रात के राजा खाला नरुवे तेरो त्यत्रो दुधे पनि छोरी छ नरु बहिनी नरु मन काम रुएर गएर राम्दैन अति गर्नु माया त लाग्छ नि माया संसार थाम्दै के गर्नु आफ्नो मन थामै मन थाम जन्मेर लेखना हुन्छ के ओडाइदिनु तल छोरीहरूले पनि सपोर्ट गरिरहेछ नरुने कोही नरु
आउनुहोस् यतै आउनु इन्डियाको मामाको छोरा बस्नुभएको थियो नि भाइको छोरा त्यो दुध पनि अझै हालिदिनु काकाले अब चाहिँ पाउनु भयो राम्रै यो चाहिँ मामाको छोरी रेखाको मामाको छोरी ऊ त आमा
यसरी होइन हजुर कपाल सुत्नु माथि तिमी के गर भने यो भान्से काम गर कुमारी पनि गर ममता पनि नाति तिमी के त हो कान्छे सम्झे त बुवा घाटमा जान्छ यता पनि लगाइदिइहाल न खै होला मलाई कपाल छुट्नु ल कपाल छुट्नु रेखा रेखा कपाल छुट्नु बाहिर बस्ने के सम्झे सिकाएको खानु नमस्कार साथीहरू, अहिले हामी लक्ष्मी मार्गमा छु। 14 दिनको काम सिद्धियो मेरो साडो भाइको। उसको आत्माले सदा शान्ति पाओस्, ऊ जहाँ पनि रहोस्, जस्तो पनि रहोस्, राम्रो रहोस्। यो जिन्दगीमा जति उसको आयो त्यो जिरो जानुभयो, दुःख लाग्छ, जानै जानुभयो। लेकिन के गर्ने, जिन्दगीको साँचो एउटा मान्छे आज जानै पर्छ। यही भगवानसँग निवेदन छ, हे भगवान उसको आत्मा जहाँ होस्, जस्तो होस्, राम्रो रहोस्, शान्ति पाओस्। उसको पछि उसको परिवार सबै सुख पाओस्, कहिले दुःख नहोस्। यही निवेदन छ।